गड यस्तो धेरै स्नो परेको छ है, हिउँ परेको छ। यहाँ हेर्न सक्नुहुन्छ खुट्टा गेम गेम गाडिन्छ, अझै गाडेको छैन। यो चाहिँ एकदम च्याट गर्ने खालको परेको भएर चाहिँ एकदमै धेरै नै छ होइन। यहाँ यो सबै यो गाडीको चाहिँ यो पार्किङ गर्ने ठाउँ हो, तर यो चाहिँ एउटा केही खाली छैन। यहाँदेखि परैसम्म अब यो 18 इन्चदेखि 22 इन्चसम्म पर्ने भनेर यहाँको मौसम विज्ञहरूले विभिन्न समाचार माध्यमहरूमा भनेको छन्। तर अब यो आज स्याटरडे नै यस्तो, के अरे सन्डे नै यस्तो छ। मन्डे पनि दिनभरि जस्तो लगभग 1-2 बजीसम्म पर्ने भनेको छ। अब अहिले कमसेकम 8-9 इन्ची जति परिसक्यो। यो चाहिँ सोर्ने ठुलै मिसिनले पनि नसोर्ला जस्तो छ। र बाटो त्यहाँ पर एउटा बाटो केही देखिँदैन, सबै पुरिसकेको छ। सधैँ चाहिँ यसमा हिउँ रहन्थ्यो, आज चाहिँ त्यो स्लाइड भन्छ नि, स्लाइड खालको हिउँ परेकोले, यो फ्लेक्स नपरेकोले गर्दाखेरि चाहिँ यो यस्तो रुखहरूमा नि अडिएको छैन। यो अलिकति गरुङ खालको, सधैँ चाहिँ फ्लेक्स पर्थ्यो र फ्लेक्स चाहिँ झरिहाल्थ्यो। यहाँ चाहिँ अहिले एउटा केही अडिएको छैन। यस्तो गेम 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 पुरै यो परेको छ। यसलाई चाहिँ मौसम विज्ञहरूले चाहिँ स्ट्रोम नै भनेको छन्। एक खालको यो ठुलै आँधीबेहरीकै रूपमा लिएको छन्। अब यो यसले कति कहाँको कति कति ठाउँमा क्षति गर्ने हो के हो, अब यो गाडी ड्राइभ गर्दा चाहिँ विशेष सतर्कता अप्नाउनु पर्ने हुन्छ। किनभने यस्तोमा ड्राइभ गर्ने त सायद सम्भावनै छैन। अब मान्छे प्रायले ड्राइभ गर्दैनन् अहिले होइन। तर ड्राइभ गर्दाखेरि चाहिँ एकदमै यस्तोमा गाह्रो हुन्छ। ल मैले पनि धेरै बेर बस्न चाहिनँ, किनभने बाहिर धेरै बेर नबस्नु भनेको छन् होइन। यो चाहिँ म अमेरिका आउँदाखेरि सुरु वर्ष चाहिँ योभन्दा धेरै परेको थियो। यो दोस्रो ब्याक इन 2015 2015 होइन हो, 16 फेब्रुअरीमा हो। नो 15 नोभेम्बरमा पर्यो। 15 नोभेम्बरमा आएको, 16 को फेब्रुअरी हो कि जनवरी 26 हो? हो र जनवरी 26 मा जस्तो लागेको थियो। ओके एनिवे यो सेकेन्ड टाइम होला यत्रो धेरै परेको। त्यहाँदेखि यो 5-6 वर्ष पछाडि, 5-6 वर्ष त के 10 वर्षको अन्तरालमा यति धेरै पर्यो। नभए अलिअलि त एभ्री इयर एक झमट त पर्छ। तर यस्तो धेरै चाहिँ अब यो 18देखि 22 इन्चसम्म पर्ने भनेको छ यो मौसमविदहरूले विभिन्न समाचार माध्यमहरूबाट। अब आजको दिनको अब 1 साढे हुँदै गर्दाखेरि यति भइसक्यो। भोलि मन्डे अथवा मङ्गलबार सोमबारको बिहानको रातिसम्म भनौँ न, बिहानको रातिसम्म पर्छ 1-2 बजीसम्म भनेपछि यो अब अझै 12-13 घन्टा पर्ने छ। सो धेरै नै हुने रहेछ हिउँ। यो स्लिड्स जुन चाहिँ यो फ्लेक्स हुनु चाहिँ बिल्लिन्थ्यो अथवा सोर्नलाई सजिलो हुन्थ्यो। यो स्लिड्स परेकोले चाहिँ एकदमै भारी गरुङ खालको हिउँ हुँदो रहेछ। यो चाहिँ हुँदो रहेछ होइन, हुन्छ थाहा छ। अब यो वर्षौँदेखि यो झेल्दै आएको। तर यस्तो धेरै चाहिँ यो एरियामा जुन ठाउँमा हामी बसेछौँ त्योमा चाहिँ परेको थिएन। पहिला बफेलो न्युयोर्कमा चाहिँ धेरै नै परेको। 2014 को डिसेम्बरमा त मान्छे नै मरेको पनि थिए। रेस्क्यु गर्ने पुलिस अफिसर लगायत अरू केही मान्छे मरेको थिए। अनि त्यहाँ चाहिँ धेरै नै हिउँ परेको थियो। यो पर्छ अमेरिकाको विभिन्न ठाउँहरूमा यसरी हिउँ चाहिँ। तर यति धेरै चाहिँ यो पेन्सिल्भेनिया एरिया चाहिँ परेको थिएन।